म चाहिँ चार्जर लिन जाँदैछु। यस्तो भ्यू छ यता यस्तो। अब गाइस म चार्जर लिएर आइसकेपछि तपाईहरुलाई भन्छु। अनि चार्जर लिएर आउँछु अनि त्यसपछि चार्जर लिएर आइसकेपछि यहाँ आइसकेपछि भिडियो गर्छु गाइस। म चाहिँ चार्जर लिएर आइसकेको छु। यो ब्ल्याक कलरको चार्जर 30 भोल्टेजको। अनि त्यसपछि म चाहिँ यस्तो यहाँ यस्तो रेलिङ भएको ठाउँमा आइपुगेको छु। मैले चाहिँ गाइस अलि बिर्सेँ के अब भिडियो बनाउनुपर्छ भनेर अलि बिर्सेँ। अनि त्यसपछि यहाँ चाहिँ यस्तो भ्यू छ। वाउ कस्तो राम्रो दामी भ्यू छ। वरिपरि घरै घर छ है। तपाईहरुलाई मैले भ्यू देखाइरहेको छु। यहाँ चाहिँ एकदमै राम्रो भ्यू छ। यहाँ हेर्नुस् एकदमै राम्रो वन जस्तो वन नै चाहिँ हो। तर खोइ मलाई यसको बारेमा अलि राम्रो थाहा छैन गाइजहरु। अब म यहाँ आइपुगिसकेको छु। अपुइ झन्डै लडिन गाइस, लडेको भए म तल पुग्थेँ। यहाँ बाँस घारी नै छ। अब हामी उते देखिरहेको छ त उते त्यो मन्दिर उते त्यो बाँस घारीको छेउमा त्यो मन्दिरमा पुग्ने छौँ। अनि त्यसपछि मैले त्यहाँ पुगेपछि म गाइजहरु तपाईलाई भिडियो गर्नेछु। यो चाहिँ लङ भिडियो नै छ। म हिँडिरहेको छु। यस्तो चिलाउनीको पातहरूको राम्रो भ्यू छ। यहाँ घुम्न आयो भने राम्रो ठाउँ छ। तर यहाँ कुनै नै होटल छैन। पसल नै बस दुईटा छन् हाम्रो गाउँमा। धेरै केही भएको छैन। यहाँ पसल नै धेरै खोलेकै छैन मान्छेहरूले। अब हाम्रो गाउँको चाहिँ के गाइजहरु रोडको काम हुँदैछ। अनि अलि विकास हुँदैछ हाम्रो गाउँमा। अनि म चाहिँ एउटा सिग्राल स्कुल छ हाम्रो गाउँतिर। अनि त्यसमा चाहिँ विद्यार्थी छैनन्, एकदमै विद्यार्थी छैनन्। त्यहाँ विद्यार्थी पनि छैनन्। अनि त्यहाँ के छ भने गाइजहरु त्यहाँ एकदमै वृद्धहरूलाई काम गर्न राखिएको छ। एकजना एकदमै वृद्ध बुवा भन्ने हुनुहुन्छ, उहाँलाई राखिएको छ। उहाँलाई राख्न मिल्दैन अहिले काम गर्नलाई। उहाँ कति वर्षको हुनुभइसक्यो त्यहाँबाट थाहा छैन। यहाँ पुरै घारी छ गाइजहरु। हेर्नुस् त यता पुरै घारी नै घारी छ। म चार्जर लिनको लागि आएको है। हाम्रो ड्याडी चाहिँ के घ्याम्टो जानु भइसकेको छ। अनि बिर्सेर आउनुभएको छ। अनि त्यही भएर मैले चाहिँ लिएर आएको। अब हामी पुगिसकेका छौँ गाइजहरु मन्दिरमा पुगिसकेका छौँ गाइजहरु। अब के भन्न चाहन्छु भने म त्यहाँ त्यस्तो वृद्धहरूलाई काममा राख्न मिल्दैन भनेर भन्न चाहन्छु। अनि हाम्रो रामेछापमा चाहिँ विकास हुँदैछ। त्यसमा मलाई एकदमै राम्रो लाग्छ। हेर्नुस् यहाँ बरको बोट एकदमै राम्रो छ। मास्तिरको भ्यू अलि उ जस्तो छ। खरहरू पलाएको छ, सुकिसकेको छ खर। यहाँ चाहिँ हाम्रो अहिले चाहिँ इन्द्रवती मन्दिर भनेर चिनिन्छ यो मन्दिरलाई चाहिँ। अनि त्यसपछि यसको चाहिँ विकास भएको छ। यसलाई नयाँ बनाइएको छ यो मन्दिरलाई। ल अब हामी यो मन्दिरको दर्शन गर्छौँ। दर्शन त होइन, यसो यताउता हेर्छौँ के कस्तो रहेछ यो मन्दिर। लु हिँड्नुहोस् गाइज यो मन्दिरको दर्शन गर्न। यहाँ चाहिँ यस्तो पुरै जाली लगाएको छ यस्तो छेउछेउमा है। हेर्नु सक्नुहुन्छ तपाईँ, यहाँसम्म जाली लगाएको छ। यहाँ बाँस छ, यतापट्टिको चाहिँ जाली लगाएको छैन। त्यहाँबाट त्यहाँको भ्यू देखिन सक्छ। यो पुरै जाली लगाएको छ है गाइजहरु। यहाँ चाहिँ अब कोही बच्चाहरूले भयो भने। अनि यहाँ चाहिँ के लेखेको छ भने इन्द्रवती देवी मन्दिर निर्माण समितिहरू गेलु 1 अम्बास लेखेको छ। अध्यक्ष दिलबहादुर खड्का, उपाध्यक्ष होम बहादुर खड्का, सचिव मेघबहादुर खड्का, सहसचिव शान्ता कुमारी अधिकारी, अनि कोष अध्यक्ष भुवन सिंह खड्का। सदस्यहरूको नाम त म अलि भन्दिनँ। अब यो धेरै लिस्टहरू छ। हेर्नुहोस् यहाँ यस्तो पुरै गएको छ। अनि त्यसपछि यहाँ चाहिँ हेर्नुहोस् त पुरै जस्ताहरू फैलिएको छ। यो चाहिँ मन्दिर गाइस, मन्दिर पुरैतिर। यहाँ चाहिँ एउटा ठुलो घन्टी छ है। घन्टी यहाँ सानो घन्टी गरी यस्तो छ हाम्रो मन्दिर।
त्यहाँ के लेखेको छ भने मिति 2082 साल 10 महिना 6 गते श्री इन्द्रती मन्दिर निर्माण भनेर लेखेको छ। यस्तो छ ढोका यी, हेर्नुहोस् पुरै हेर्न सक्नुहुन्छ। यस्तो छ यहाँ घन्टीहरू पुरै, म तपाईँहरूलाई देखाउन सक्छु। यस्तो छ, अहिलेको न्यू बनाइएको क्या, यो भर्खरै बनाएको हो। यहाँ चाहिँ एउटा खोपो छ गाइजहरू, देख्नुभयो होला तपाईँहरूले। अनि यहाँ पनि यस्तो छ,